हेलो गाइज एन्ड वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। यता केन्जिङटनको एनएचएस स्कुलमा आइसकेको छौँ है। सो हामी चाहिँ यहाँ पुगिसकेको छु है। सतलाएर अब कहाँ छ हेर्नु पऱ्यो है। ठिक ए सो गाइज फाइनली चाहिँ म पनि बसर पुगिसकेको छु है। आएर सिग्नेचर हाम्रो नि गाइज नाम आइसकेको छ है। जतलाएर लिभरपुलमा भन्छ जतलाएर। सो गाइज हामी चाहिँ होइन अब पसलमा छौँ, मान्छे एकदमै छैन है। खाली छ मार्केटै खाली छ है, हेर्न सक्नुहुन्छ। भाइ पनि आइसकेको छ है। हामी चाहिँ आज चत्तलाएर तास खेल्नुको लागि छ। तास लिएर आउँछ न यहाँ चत्तलाएर तास खेल्ने केटाहरू चत्तलाएर मान्छे छैन अनि के भन्छ पाइयो। हेलो गाइज एन्ड वेलकम ब्याक टु माई नेक्स्ट भिडियो है। सो फेरि आज चाहिँ चत्तलाएर हामी चाहिँ बिहान बुढाबुढी निस्किसकेको छौँ। अझै सर्नाको हल्का हिजो पेट दुखेको थियो, त्यस कारणले गर्दाखेरि चत्तलाएर हामी चाहिँ यता केन्जिङटनको एनएचएस स्कुलमा आइसकेको छौँ है। सो 14-12मा हामी चाहिँ आइसकेको छौँ। अब चाहिँ चत्तलाएर भिडियो जान्छौँ होइन। अब जस्तो पर्सेन्ट निस्केको थियो अब चाहिँ भिडियो जाऊँ है त। सो फाइनली हामी चाहिँ यहाँ पुगिसकेको छु है। चत्तलाएर अब कहाँ छ हेर्नु पऱ्यो है। फाइनली सकिसकेको छ है हामी चाहिँ चेकअप। सो एपोइन्टमेन्ट थियो आएको छौँ है। हामी चाहिँ सघाएर आइसकेको छ है। जस्ट हल्का पेट दिएको थियो, त्यही भएर ढ्याङ्गा लगाएर आइहालेको यसो। यहाँ त हेरेको फेरि अलिकति इस्यु भयो कि टेन्सन हुन्छ। सो त्यस कारणले गर्दाखेरि हामी चाहिँ आइसकेको छौँ है। फार्मेसी पछाडि हो, फार्मेसी जाऊ रे के औषधि गयो रे। ए एक्चुली फेरि नाम थाहा छ हुन्छ। ओके गाइस हामी चाहिँ अब यहाँ हस्पिटलकै मेडिकलमा जानु लाग्छौँ। मेडिकल नै ट्याक्क पछाडि छ है। ल चाहिँ यहाँ लिन जाँदैछौँ यताबाट चत्तलाएर मेडिकल लिनलाई। फाइनली औषधि पनि लिइसकेको छु है। 14-12मा खै को ए बुझ्यो निन्जा टेक्निक के हो। सत्त फेरि लाउ न अहिले पुरा लाउ न। पहिला पुरा लाऊ होइन, अनि त्यो गोली हानेर चाहिँ हान्ने के। अब ठिक छ त ठिक छ न ए ओ ल बुझ्यो। चत्तलाएर खै के भएर औषधि के धेरै ल्यायो। ए ग्यास्ट्रिकको हो कि ग्यास्ट्रिक बढायो खासमा अलिकति त्यो पेट पोल्ने अनि त्यस्तो भयो। अरू त खासै चाहिँ केही भएन है। फेरि अरू चाहिँ नसोच्नु होला है गाइस। ए हाम्रो फुर्सद छैन, त्यस कारणले गर्दाखेरि चाहिँ अब अलिक सिमसिम पानी पर्नु थालेको छ। सो म पसल जानुपर्छ है। अब काम चाहिँ हो जति गरे नि सकिँदैन, काम अहिले छ। अब चाहिँ फटाफट लगाएर हिँड्छौँ, पसल जानु पऱ्यो गाइस। त्यो अब डाइरेक्ट पसलमै भेटौँ है त। त्यो गाइस फाइनली चाहिँ म चाहिँ पसल पुगिसकेको छु है। सो यहाँ चाहिँ हाम्रो चाहिँ यहाँको ल्यान्डलर्ड चाहिँ यता पार्किङको लागि भनेर कुरा गरेको छ है। त्यो अब पार्किङ खासै छैन नि त यता होइन। त्यस कारणले गर्दाखेरि चाहिँ यता हाम्रो लेटरहरू पनि दिनुभएको छ यता काउन्सिलको लागि। त्यो अब यता जसले पसलहरू खोलायो नि त सबैले आफ्नो आफ्नो नाम ठेगाना होइन सब इमेल एड्रेसहरू सबै लेखेर काउन्सिलमा रिपोर्ट हाल्नु पऱ्यो अरे पार्किङको लागि। अनि पार्किङ गरेपछि मान्छेहरू छिर्छ नि त। त्यस कारणले गर्दाखेरि यहाँ अलिकति पार्किङ नभएर अलिकति हामीलाई अप्ठ्यारो छ भनेर ल्यान्ड ओनरहरूले पनि भनेको छ होइन। सो त्यस कारणले चाहिँ अब मलाई चाहिँ यहाँ सिग्नेचरहरू गर भनेर पठाएको छ है। सो गर्दैछु मनोर रिलेटेड नेम हाम्रो चाहिँ नाम। फाइनली गाइज हामीले युकेमा चाहिँ नाम चलिरहेको छ है चत्तलाएर। सिग्नेचर हाम्रो नि गाइज नाम आइसकेको छ है। चत्तलाएर लिभरपुलमा भन्छ फुड मार्केट त्यो सिग्नेचर टेस्टमा है। 14-12मा है। पार्किङको लागि हो है गाइज, पार्किङको लागि। बुढो त आयो गाडी गएको छ। सो अब चाहिँ हाम्रो चाहिँ सेटअपहरू फेरि गर्नुपर्ने हुन्छ है गाइज। 14-12मा
अहिले चाहिँ पानी पर्ने सिजन भइरहेछ है, मात्रा भइरहेछ। चट्टोपारामा बिहान निस्किन नलागेको भर्र लगाएर पानी परिहाल्यो गाइस। सानो पुन्टे साइकल है। हाम्रो चाहिँ सलादहरू सकिरहेको छैन, त्यो सलादको लागि चाहिँ अब म काटकुट पार्न लाग्छु। ओ दाइ के हेरेर हौ, त्यस्तै हो। अनि खै त अनि तपाईँ त धेरै गाडीमा आउँछ, साइकल छ भने होइन, साइकल छ भने होइन। अनि अस्ति नि साइकल अनि भित्र राखिरह्यो भने होइन तपाईँले। हावा खालि भाइहरूलाई नि गफ हान्ने भइसक्यो है। अनि अस्ति मसँग नि त्यो हिटिएको साइकल छ भनेर भने होइन तपाईँले। ए किन्न पो पर्छ भने म त लिइसक्यो होला भनेर किने राम्रो नि। अब यहीँ सर्न लाग्छ के किन्नु अब, किन विशाल दाइले त फेरि सर्ने भन्दै अन्त के अलिकति एडजस्ट भएन। यत्रो सानो हुन्छ, कति घन्टा टिक्छ अरे ब्याट्री? 2 घन्टा? मेरो 5 घन्टा टिक्छ नि त। मेरो त डिचेटी हानेपछि 10 घन्टा मजाले हुन्छ। यो मेरो त साटो लगाएर गाडीमा ल्याएर जाने यो लास्टै हेभी हो नि त। यसमा चाहिँ कस्तो छ भने भारी सारी सामान राख्यो भने बाइक जस्तै के, म अगाडि नै तन्न लगाएर आउँछु, पछाडि तन्न राखेर आउँछु। ए मजाले जान्छ। 2 जना तान्दा त्यो माथिको उकालो सरर जान्छ कि। न त अनि म उहाँ तपाईँको गाउँतिर पुग्छ त म कहाँ लिभरपुलको त कुना कहाँ त सब कता के छ सब घुमिसक्यो। यहाँ कसले घुमेको छैन होला मैले कसम बनाएँ। डेलिभरी हान्दाखेरि त फेरि बब्बार हाने नि त, मारा भानिदिएको हो नि त। काम भने चाहिँ नि हान्नुपर्छ है गाइस। हो होइन यस्तो ग्रोसरीहरू किन्न जान नै हुन्छ नि त। हाई म्याम, ड्रिङ्क्स ओभर टेस्ट यस्तो हो क्या दाइ। धेरै 9:30 भएपछि यहाँ एकदम इजी हुन्छ तपाईँलाई ग्रोसरी किन्नलाई भयो। काहीँ अब कतै जानु पऱ्यो, हिँड्नु परेन। एक त सर लगाएर पार्कतिर घुम्न जानु भने सर लगाएर गयो, चच्चा आनन्दले साइडमा राख्यो, आनन्दले घुम्यो। एकदम मलाई अहिले साइकल चलाएँ होइन, अस्ति साइकल त्यो पानी परेर साइकल लिएर आएन नि, यहाँबाट मार हिँड्नलाई यति गाह्रो भयो कि अल्छी भयो क्या धन। अब बरु अनि त्यो साइकल नउठाएर हिँडा भने यस्तो हो भन्ने हुन्थ्यो। अब बस भाडा बच्यो त्यही माथि होइन, आफ्नो टाइममा निस्किन पायो सबै हुन्छ नि। एउटा 9:30 भएपछि चाहिँ जस्ट गाडीभन्दा चाहिँ साइकल चाहिँ यहाँ युकेमा चाहिँ एकदम बेस्ट हो। त्यहाँ यत्रो मोटो चेन लाँदा मेरो जस्तो त्यो इन्सुरेन्स क्लेम हुनेवाला राख्ने टेन्सनै छैन। त्यो त काट्नलाई त्यहाँ 1 घन्टा 1.5 घन्टा लाग्छ। अब त अनि कहाँ चोर्छ अनि सक्छ। अस्तिको त अब त्यो मैले अब घरमै राखेर त्यो पातलोवाला थिएँ के थाहा नि त्यो घरमै भेटो चोर्छ भनेर त होइन। अब यहाँ त अब यत्रो कुकुरले बाँध्ने भन नि, यत्रो गैरालाई बाँध्ने सिक्रेट राखेको छ। चेन सुधै छैन भने त्यो त सानो थियो, त्यतिखेर सानै थियो नि त। त्यो दाङदुङ हान्दा निस्किन्छ नि त्यही गयो। हिजो त गयो भाइ, नदेख्ने गरी आयो हिजो त। बित्तो हाने ढ्याङ किडाङ ढ्याङ किडाङ ढ्याङ किडाङ ढ्याङ किडाङ ननसब गएको थियो हिजो त। हिजो त एक विकेन्ड जस्तो लगाइरहेको क्या एकछिन त। मान्छे चाहिँ छैन फेरि, टाकटुक टाकटुक टाक हाने चाहिँ हाने थियो हिजो। हिजो चाहिँ मिठो हान्यो मजाले। बिहान हल्का हाने थिएँ अनि पछि बनाएको बनाइ भयो। अनि त्यही राति त हो नि एकछिन हाने। जस ठिकै छ, कहिले काहीँ बेला बेलामा हान्न पाउनु भयो। सधैँ हान्न पाए पनि मजा आउँछ। त्यही भने जस्तै हो दाजुभाइहरूसँग गफ चत्तो लाएर बेला बेलामा चत्तो लाएर यसो गाई धान्छु होइन। अब पसलमा छौँ, मान्छे एकजना छैन है, खाली छ पुरै मार्केटै खाली छ है। हेर्न सक्नुहुन्छ आज यो पानी परेर अलिकति दिन जाने छ होइन। मान्छे तिर छैन, जाडोमा को निस्किन्छ भने यहाँ सधैँ खाना पैसा पनि हुनु पऱ्यो नि होइन। हाम्रो नेपाल जस्तै हो ल। यहाँ भाइ चाहिँ हाम्रो यहाँ फोटो सोटो खिचेर यहाँ क्याप्सन लेख्दैछ। त्यो पनि फेरि केबाट भन्नु न, यहाँबाट क्याप्सन सानी सानी चट्टो लाएर कि यहाँ हालिरहेको छ है। ल भाइहरू यहाँ गफ गरिरहेको छ। चट्टो लाएर हाम्रो बहिनी त्यहाँ छ है। बहिनी त्यो भाइ पनि आइसकेको छ है। हामी चाहिँ आज चट्टो लाएर तास खेल्नुको लागि जस्तो भयो।
तास लिएर आउँछ न यहाँ चत्त लाएर तास खेल्ने केटाहरू चत्त लाएर मान्छे छैन अनि के गर्दा पाइयो नि आज भिजेर आउँछ हिजो वाइल्ड बिजी भयो हिजो कस्तो बिजी भयो त नआउँदाखेरि बिजी भयो हो भने साँच्चै भने हिजो बिजी भएको थियो चत्त लाएर कस्तो मजाले खेल्ने भिडियो यिनीहरूलाई धरि खेलाएको मैले नानी यसलाई चाहिँ नि बोल्ने कि नबोल्ने बोल यसरी बोल त्यसरी बोल्ने बल्ल बल्ल सर हेलो बल्ल बल्ल सनाहरूको बोल्दै नबोलिदिरहने पछि मात्र बोल्दैन पछि त अलिक जोसमा थाल्यो भने अनि जोसमा हो झन्डै चत्त पारामा जस केटाहरू चत्त लाएर आइसकेको छ अब हाम्रो टोलीहरू आइसक्यो चत्त लाएर हाम्रो बहिनी एकजना उहाँ नाक्क नहुँदैछ मान्छे छैन ऊ पनि नाक्क नाएर बसिरहेको छ हाम्रो अर्को दाइ उहाँ छ है चत्त लाएर ग्यास ताप्दैछ चत्त लाएर आफ्नै फुर्सदमा छ म अब बिहानी मोबाइल के टाप्दैछ फर्किदिन्छ सबै मोबाइल एकैचोटि हेर्छ स्नोफल हुन्छ अरे नि यही विकमा हुन्छ होला सायद यो के पर्छ त्यही भएर त पानी लगातार पर्छ नि ल गाइज भाइलाई यसो घुमाउन ल्याएको है भन्दा भन्दै भाइलाई यहाँ चाइना ल्याएको छौँ हामीले होइन युके बस्दा अलिक झ्याउ लगाएर होइन चाइनातिर जाउँ रे सो अनि चत्त लगाएर हामी चाहिँ अब चाइना पुगिसकेको छौँ है गाइज चत्त बाह्रमा सो गाइज वा थकै सकेको वा गेट गेट दिइरहेछ है चत्त चाइना टाउनको यस्तो माहौल अहिले छ छिरिमिली होइन नि तपाईँ अच्छे लुनार रहेछ लुनार न्यु इयर थियो बिस्केट जरा राख्ने नयाँ वर्ष राख्ने उनीहरूकै लुनार अब चत्त लाएर उनीहरूको ड्रागन चाहिँ लास्ट मान्ने है फ्लाइवाला र सुनसान छ नि अहिले माहौल सब ओछ्यानमा बसेर अङ्गालोमा सुतिर होला जाडो छ यस्तोमा चत्त पारामा रमझम न्यु इयरको माहौल हुन छ 2026 विन नि अहिले कुन नोभेम्बर होइन डिसेम्बर भनेपछि 1 महिना बाँकी छ त्यसपछि त फेरि यहाँ बवाल हुन्छ नि फेरि चाइना टाउनमा त कडकनाथ डान्स हुन्छ नि यहाँ त त्यो ड्रागनको उफ्री छ नि हो त्यो हुन्छ नि ल यहाँ पनि मान्छे छैन यार आज चारैतिर मान्छे खाली छ सो गाइज हाम्रो पसलमा चाहिँ मान्छे खाली छ है अब चाहिँ हामी चाहिँ अब डाइरेक्ट चाइना टाउनमा गएर भेट्छौँ है चत्त लाएर भाइलाई आज चाइना टाउनको टुर हान्न लाग्यो अब चाइनिजहरूको पसलमा लानुपर्छ मिहाउ मिहाउ हामी छोटो ए भन्दै है त्यहाँ पसल पुगिसकेको छु है चत्त लाएर से थोथो न दिएँ हामी बोल्दै हेर्नु कहाँ हो खुरखुरु हो थोथो न तेल ला चत्त भनेको ल्याउनु ल्याए चाहिँ थोथो दे डार्क सस दही र न्युखुङ गएका है चत्त लाएर चम्चा चोमा लाग्यो होला जानु सक्नुहुन्छ चाइना टाउनमा हामी चाइनिज सुपर मार्केटमा आएको छौँ है भाइलाई आज खुसी लागेको छ सुटकेस एयरपोर्टमा सुटकेस बोकेर आएको थियो है भाइले कोही कहाँ छ कोही मैले कहाँ देख्नु त देखाएको थियो ओ यहाँ छ ल काँटा त बाँकी छ है एक प्याकेट लास्ट एक प्याकेट बाँकी थियो सक्यो ल धन्न हामी चाहिँ भागै लेखेर आएको अब यो एउटा दुईवटा होइन लिड चाहिँ त्यहाँ राखिरहेको छ है कहाँ चाहिन्छ होइन ठुलोवाला बोतल पकाउँ छु सुकुले थाक्यो होला 1 2 3 4 जोर लगा के हैसा दुईटा भइसक्यो दाइ भाइ म आउनु लिएको छ भाइ म आउनु लिया हमरा लिका था भाइ बता था के बाद जमदा रहेगा का ची बॉक्स को दिया अभी मजा आएगा ना पारामा हामीले
लिइसकेको छु है होइन किन बल गर्ने भनेर बल्ल छत्ता लगाएर चार्दा भएन पसलमा लिड छ नि पसलमा लिड छ कि किन भने लिन आउला नि हामी होइन प्लेट रहेको पिउँ आउँछु पिउँ देखाएको नि मेरो छुमाले बाउल हाल्ने चत्त लगाएर न त सुँगु देखाएको थिएँ अरू त सबै बाँकी नै छ हामीसँग अब चाहिँ हामी चाहिँ के अरे हो ब्याक टु वा आना प्राउन चाहिँ कसो वा प्राउन यहाँपट्टि किङ प्राउन के हेर्नु पऱ्यो कि लास्ट टाइम मैले किङ प्राउन त देखाएको थिएँ कहाँनिर हो यो त अक्टोपस जस्तो लाग्यो यार यहाँ रहेछ अमी भाषा छिमेकी भाषा एन्दो झिला अमी छानी झुन्चो टाउँछ झी थाना चाहिँ होला कि म अस्ति होला लिएर गएको थिएँ है प्राउन चाहिँ यहाँ लास्टै महँगो रहेछ है अहिले फेरि प्राइस बढाएर आएको छ बरु लिदिमै सक्छ रहेछ है त्यस कारणले गर्दाखेरि चाहिँ अब हामी ब्याक टु चौतो लगाएर पैसा दिएर पसलमा जानेछौँ है त्यो बाहिर लास्टै झार्छ त्यस कारणले अब डाइरेक्ट पसलमै भेटौँ है त गाइज सो गाइज अब चाहिँ हामी चाहिँ चौतो लगाएर जानु छ है पानी चाहिँ खतरनाकै परिरहेको छ फुल्जा सेम पुरै चट्टा लगाएर पानी परायो ल पानी भयो यार भिजेर जानु भयो अब चट्टा लगाएर ए छाता छ है अब चाहिँ पसलमा भेटौँ है गाइस सो गाइज हामी चाहिँ फाइनल होइन पसलबाट आएको रइस भाइहरू आइसकेपछि चाहिँ मेरो भाइ आइसकेपछि चाहिँ फेरि मात्रै ढुक्क हुन्छ है चट्टा लगाएर आशिष भाइ आइसक्यो अनि आशिष आउँदाखेरि हामी चाहिँ दुईजना र चाइनातान गएको थिएँ रइस आएपछि चाहिँ म निस्केको सो डेन्जर फेरि पानी परिरहेको छ कि अब यहाँ हामी कुदिरहेको छु कि बल्ल घरसम्म हो नि यहाँ आएँ त्यसकोमा काजु लिन आएको थिएँ बटर सस बनाएको छ होइन त्यस कारणले गर्दाखेरि यहाँ आएको खतरनाक भइरहेछ खतरनाक है यहाँको पानी ल भाइको यहाँ चप्पल सब भिजिरहेको छ पानी टपक पुगिरहेको छ है वाइल जाडो भएको छ है अहिले खाना खान मोगिरहेको खाना मटर मोगिदिनु होला एकदम जाडो एकैचोटि जाडो परेको है अब त्यो आई थिङ्क मलाई चाहिँ अब हिउँ पर्छ जस्तो लाग्छ यो विकमा चाहिँ यो विकमा नभए नि अर्को विकमा चाहिँ पर्छ 100% पर्छ कि त्यस कारणले गर्दाखेरि चाहिँ अब हामी कुदिरहेको छ है सो अब डाइरेक्ट तातो चिया खानालाई मैले घरमा बुढीलाई भनिसकेको छु चट्टा लगाएर घरमा गरम चिया 1 कप चिया मलाई मार्केट होइन चिया खाना छु चट्टा लगाएर पाकिसक्यो होला हामी यहाँ घर टाढा नि छ नि यहाँबाट अलिकति मात्र छ कि पानी परेर अड्किरहेको छौँ अब घरमै भेटौँ है त हामी चाहिँ चट्टा लगाएर बटर सस रेडी भइसकेको छ है यहाँसम्म हुन्छ फुल बनाएको छु है कति 2 4 6 8 लिटर बटर सस बनाएको छु है अनि सना चाहिँ आज नाइट सिफ्ट छ सो त्यस कारणले गर्दाखेरि रोइजहरू भाइहरू क्लोजिङ गरेर आउँदैछ होइन हामी चाहिँ खाना बनाउनेछौँ हाम्रो चट्टा लगाएर एक किपर भाइ चट्टा लगाएर अब आलु भुजिया खाने होइन चट्टा राइस भइसकेको छ दाल बिहानकै बाँकी छ हाम्रो होइन सो यस कारणले गर्दाखेरि चाहिँ अब चाहिँ हामी चाहिँ खानासाना बनाउँदै गर्छौँ आलु फ्राई गरिरहेछौँ है हामी चाहिँ कच्चाएर मासु खानु पऱ्यो नि होइन केटाहरू पानी परिरहेको छ आज कस्तो विरक्त दिनुवाला छ होइन भाइ चट्टामा सुला रे फेरि गरेर त एकचोटि हलाउ त चटर पारामा बुझ्दैछौँ हामी सब भगाएर बसिरहेको छ है ट्याङ्किराङ बजेको छ हाम्रो चट्टा लगाएर है आजको सेप हामी सेपले आलु बनाएको हेर्नुहोस् छट एउटा सिडी बेसी भएर अलिकति केही छैन यस्तै हो कहिले काहीँ हुन्छ होइन नभए आज चाहिँ यस्तै भयो है हामीलाई थ्याङ्क यू फर वाचिङ लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला गाइस हो आज हामी भोकले सुरु भइरहेको छ है बाई बाई